हाई एभ्रिवान, टेस्ट विथ सङ्गीतामा चाहिँ सबैलाई स्वागत छ। आज चाहिँ हामी पाङ्ग्रा बनाउन सिक्दैछौँ। पाङ्ग्रालाई लिएर आउनुहोला र सफा गर्नुहोला अनि त्यसपछि पानी हालेर चाहिँ 15 मिनटको लागि उमाल्न छोडिदिनुहोला। त्यस बिचमा चाहिँ हामी अब यो पाङ्ग्रालाई चाहिने मसला तयार गर्नेछौँ। प्याज, गोलभेडा अनि त्यसपछि धनियाँ, अदुवा, लसुन हामीले चाहिँ तयार गर्नेछौँ। तर अदुवा चाहिँ मैले स्किप गरेको छु, हजुरहरूलाई मनपर्छ भने हाल्न सक्नुहुन्छ। त्यसपछि हामी कराई बसाल्नेछौँ। कराई बसालिसकेपछि हामीले फर्स्टमा तेल हाल्नेछौँ, तेलपछि लसुन हाल्नेछौँ, त्यसपछि अलिकता धनियाँ पनि हालिदिनेछौँ। यसले गर्दा चाहिँ टेस्ट अलि राम्रो हुनेछ। त्यसपछि प्याज हाल्नुहोला, प्याजपछि गोलभेडा हाल्नुहोला, मजाले चलाइदिनु होला। त्यसपछि बेसार हालिदिनु होला, नुन हालिदिनु होला, अनि मिट मसला हालिदिनु होला, जिरा हालिदिनु होला। अनि तपाईँहरूले यो के अरे धुलो खुर्सानी पनि हाल्न सक्नुहुन्छ, मैले स्किप गरेको छु। अनि त्यसपछि लास्टमा धनियाँ हालिदिनु होला। हेर्नुहोस् त कस्तो यम्मी टाइपको हामीले पाङ्ग्रा बनाइसकेको छौँ। हजुरहरू पनि बनाएर खानुहोला। धन्यवाद।